हेलो हेलो गुड मर्निङ सबैलाई सेवारो सबै मेरो टिकटक युट्युब फेसबुक सब ओललाई सेवारो आज चाहिँ म तपाईँहरूको माझमा यो लिएर आउँदैछु। हेर्नुहोला गाइज कस्तो लाग्छ हैन। यसलाई चाहिँ के लाउनुपर्छ भने नुन अनि दुध पाउडर थोरै लायो हैन। अनि यसरी लाएपछि यस्तो बनिन्छ साथी, हेर्नुहोला। यो चाहिँ अहिले खान्छन्। यसरी बनाउनुपर्छ। यसरी नुन दुध पाउडर पानी बस यसरी लायो चट्ट काट्यो अनि यसरी यो चाहिँ अनि नुन लाउनुपर्छ। यसरी लायो चट्ट साथी, तपाईँहरूको माझमा आज म ओमानमा त क्रोस भन्दो रहेछ। हाम्रोमा चाहिँ अब रोटी बाबा रोटी भन्छौँ, के पो भन्छ होइन, बाबा रोटी। अन्त नेपालमा त मलाई त केही थाहा थिएन हौ यस्तोहरू बनाउनु नि। यहाँ आएर नै सिकेको सबै कुराहरू। साउनीहरूले एक दुईचोटि देखाएपछि चाहिँ मलाई आउने के बनाउनु। लास्टमा यस्तो हुन्छ। यस्तो बनाएर चाहिँ थालमा वरिपरि राखेर अनि महको झोल जस्तो हुन्छ, त्यो झोललाई सर्र माथि छर्किन्छ अनि खान्छ यिनीहरूले चाहिँ। यो चाहिँ अब तेल चाहिँ कसो गर्नुपर्छ भने यसरी आज चाहिँ म बोतलको बिर्कोमा सायद कपमा राख्थेँ। आज अलिक सन्च घाँटी कस्तो पक्रेको छ हौ। यसरी राखेर चाहिँ यसरी लिप्नुपर्छ। यसरी लिपेपछि यसरी लिप्ने हो अनि वरिपरि तेल जान्छ होइन। तेल गएपछि चाहिँ के गर्नु भने यसरी पल्टाउनु होइन। पल्टाएपछि चाहिँ रातो यसलाई माथिबाट यसरी थिच्नु होइन। यसरी थिचेपछि चाहिँ मजाले बस्ने क्या, तातो पक्रिने सबै कुरामा। अब चाहिँ चुला सानो बनाउनु पर्छ। लामो गाइज कस्तो लाग्यो कमेन्ट सेयर लाइक फलो गरिदिनु होला गाइज। बाई बाई, आजलाई यति नै हो।